हेलो एभ्रिवान वेलकम टु माई च्यानल। म चाहिँ आज चाहिँ के भन्दाखेरि आमाले घाँस काट्नु भन्नुभएको थियो होइन, यसको नेभाराको बोट त्यो काट्नुको लागि जाँदैछु। तपाईँहरूले मेरो भिडियो हेरेर मन पराइदिनुहोस् होला। भन्छ हामी उयस पर शेर्पा भाषा आपलोको भन्छ नेभाराको उयो चाहिँ डल्लै झारिदिने आमाले मलाई त्यही अराउनु भएको छ है। यहाँनिर हेर्नुहोस्, अब यहाँ टके राख्ने हो, अलि मिलाएर होइन, यहाँ मिलाएर टक्कै राख्ने हो। हेर्नुहोस् है तपाईँहरू, म चढेको ल। यसलाई कहाँ राखिदिनु फोन यस्तो गरेर ल। कति मिनटको हुँदैछ? पारा चाहिँ यस्तै हो। लड्छ भाइ, लड्यो भने चाहिँ चिप्लो छ हो भाइ, सुक्खा पो रहेछ लिएर। ल जय शम्भो। कताबाट सुरु गर्नु? झऱ्यो भने चाहिँ हेलो गाइस, यहाँनिर चाहिँ म चाहिँ आमा यहाँ एकछिन फोन समातिदिनु, देखाइदिनु है। म चिप्लो हुँदैछ। आया राख्नु हुँदैन के? डर हुन्छ नि आपलोग त। मुन खेत बारम काट्नु, माथि बारम काट। यसरी मुन गरेर यसो गरिराख्यो भने चाहिँ लास्दैन नि त। यसरी ठ्याक पारिराखेर चाहिँ ल। नली घाँस ल्याइपुऱ्याएँ मैले, काटेर पनि हो। यो चाहिँ हाम्रो गोठ हो। यस्तो गोठहरू छ हाम्रो चाहिँ यहाँ। तल मामाको घरहरू नजारा चाहिँ घाम लाग्यो भने त हेब्बी देखिन्छ नि फेरि। हेर्नुहोस् होला, यो चाहिँ उयसको खोर हो, कुखुराको। यहाँ कहाँ छ अरे उयो पनि, बाख्रा पनि। हो गाइस, यहाँ हेर्नुहोस् होला, यो चाहिँ मेरो घर हो। अलिकति रिपेयर पनि गर्नु छ है। उतापट्टि पनि छ, दुईवटा छ घर है। यता हेर्नुहोस् न, यस्तो नजारा हेभी छ नि, नजारा त दामी छ नि। यहाँ माथि क्लाउड हेर्नुहोस्, कौडी डे हेर्नुहोस्, यस्तो दामी छ। यहाँ चाहिँ फेरि आएको हेर्नुहोस्, मेरो स्कुटी पनि छ यहाँ। तपाईँलाई कस्तो लाग्यो भनिदिनुहोस् होला होइन। त्यहाँदेखि तपाईँलाई कस्तो छ, के छ होइन, मलाई पनि यसो साथ सपोर्ट गरिदिनुहोस् होला। मेरो पेजलाई, युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् होला। ठ्यान्डुला तामाङ छ है। अनि तपाईँहरूले अहिले धेरै धेरै माया पनि गरिदिनु भएको छ। मेरो चाहिँ अलिक आज छिटै बिहान जाउँ भनेको, पानी हेभी परिरहेको थियो, फेरि काम पऱ्यो क्या। अहिले फेरि यहाँ म घरमा छु। अब एकछिनबाट म राबोङ गएर, राबोङमा पनि अलिकति मेरो काम छ, पूजापाठको काम छ, त्यहाँ पनि गरेर अहिले पनि दिदीहरू आउनुहुँदैछ है पूजाको लागि। म अब तपाईँहरूलाई के भन्नु, तपाईँहरूको मलाई धेरै धेरै सपोर्ट पनि गरिदिनुहोस् होला। भाइ पनि यहाँ हेर्नुहोस्, नजारा दामी छ है। तपाईँहरूले क्लाउडी डे हेर्नुहोस् है।
आमा चाहिँ गाई निकाल्नु हुँदैछ। आमा चाहिँ है यस्तो स्याटिस छ कि आम्मा घरमा आउँदा त एक बिमार रोग कष्ट छ भने सबै जाति भएको जस्तो हुन्छ। बाई बाई एभ्रिवान, सी यु नेक्स्ट ब्लग, बाई बाई।